प्रधानमन्त्री राजसभा सभापति विभिन्न मान्छेहरूसँग डिल गरेर हिँडेको प्रमाण म 2-4 दिनमा देखाइदिउँला। हरेक तिमीहरूका सिरानीमा हामी पुगेका छौँ। विभिन्न मान्छेहरूसँग डिल गरेर हिँडेको प्रमाण म 2-4 दिनमा देखाइदिउँला। अनि यिनीहरूका श्रीमतीहरू यिनीहरूका आफ्ना मान्छेहरू विभिन्न मान्छेहरूसँग डिल गरेर हिँडेको प्रमाण म 2-4 दिनमा देखाइदिउँला। प्रमाण म देखाइदिउँला। नेपालको हिस्ट्रीमा सबैभन्दा बढी बन्दी प्रत्यक्षीकरणबाट छुटेको मान्छे म। झन्डै 1.5 वर्षको टाइममा 1 वर्ष त जेलै बसेछु। ओल्ड रेकर्डै होला जस्तो गिनिज बुकमा नाम लेखेला जस्तो। महेश बस्नेत झापामा गएको कि हामीलाई देखाउनको। हाम्रो ताकत हामीले देखाइदिउँ फिल्मी स्टाइलमा। हामीले उभि 27 वटा गाडी होइन 1 मिनेटमा उडे त्यहाँ। अब मलाई त यिनीहरूले सक्दैनन्। उहाँले अस्ति खल्तीमा हालिसकेर छ सोड्ने मुवाक्लेलाई। बिवाइडी जम्मै खाएछन्। यताबाट आउने बिवाइडी यताबाट पो आएछ त। एकजना मोटी बहिनी हुनुहुन्छ क्या यो के श्रेष्ठ हुनुहुन्छ बिवाइडीको यमुना श्रेष्ठ। राजेन्द्र लिङ्गदेन भनेको त मान्छे के हुन् भने तपाईँहरू आमा बेच्ने हो, तपाईँहरू छोरी बेच्ने हो, तपाईँहरू देश बेच्ने भनेको आमा र छोरी बेच्ने हो। तपाईँहरू अपराधी हो, तपाईँहरू गद्दार हो। किनभने आमा र देश भनेको एउटै हो। तपाईँहरू आमा र देश बेच्नु, आमा र छोरी बेचेर अमेरिकामा घर बनाएर आफ्ना छोराछोरी राख्नु, योभन्दा गद्दार योभन्दा अपराधी कोही हुँदैन। राजेन्द्र लिङ्गदेन भनेको त मान्छे के हुन् भने यो हलमा आउँदा एउटा कुराको सम्झना भयो। यही हलबाट मैले महेश बस्नेत र केपी ओलीहरूलाई सत्य कुरा बताउँदै गर्दा मलाई तल कालो मोसो लगाएको थियो। आज यही हाम्रो एकताको दोस्रो चरण र सबैलाई जिम्मेवारी दिने काम भएको छ। यो चान्चुने कुरा छैन। देश बनाउने देश बोक्ने कुरा हो। सबैभन्दा ठुलो देश बोक्ने र देश बनाउने कुरा भनेको चान्चुने कुरा होइन। तर सबैजनाले के भन्यो भने हामीलाई एक किसिमको हामीले सत्य बोल्दै गयौँ तर हामीलाई खिल्ली उडाउँदै गए। सत्य बोल्नेलाई जहिले पनि के भन्छन् भने अराजक भन्छन्। अराजक भन्छन्। भगवान कृष्णलाई पनि सत्य हो नि त। भगवान कृष्ण जन्मिने बेलामा आमा बुगालाई लगेर कहाँ राखेको थियो? कारागारमा। अराजकै भनेर राखेको थियो नि। त्यहाँ त सत्य जन्मिँदै थियो, कृष्ण जन्मिँदै हुँदै थियो। कसको भने कंसको नाश गर्न। त्यो हो नि त यथार्थ। भनेपछि आज सत्यको बाटोमा हिँड्छु भनेर मैले अस्ति पनि भने राप्रपा भनेको धवल शमशेर राणा, धवल शमशेर राणा भनेकै राप्रपा हो। हाम्रो पूर्वतिर चाहिँ त्यसरी बुझ्छन् होइन, त्यसरी बुझ्छन्। र अघि कुरा पनि आयो उहाँका विषयमा धेरै कुराहरू आए। मैले के भने पहिलेदेखि उहाँ एउटा इमान्दार मान्छे हो। बेइमानसँग डराउनु पर्दैन, इमान्दार मान्छेसँग डराउनु पर्छ जहिले। म पनि बेइमान होइन, इमान्दार मान्छे हो। म जस्तो देख्छु त्यस्तै भन्छु, मलाई ढाँट्न आउँदैन। मैले चाहिँ दाइलाई सुरुमा कुरा गर्दाखेरि दाइ तपाईँको नेपालगञ्जको आबबाडी बाँड्नलाई खोजे होइन हामीले। मेरो मेडिकल कलेज माग्न खोजे होइन तपाईँले, हामीले बाँड्ने होइन। तपाईँलाई पनि क्यान्सर रोग छ, 35 वटा रेडिएसन दिएको छ। एउटा छोरी एउटा छोराछोरी, मलाई मेरो पनि क्यान्सर रोग बाँच्नु छ र हामीलाई किन ढाँट्नु छ? कसैलाई ढाँट्नु छ त? लौलाई हाम्रो ढाँट्नु छ। हामीलाई ढाँटेर घर बनाउनु छ काठमाडौँमा? छैन। हामीलाई ढाँटेर गाडी चढ्नु छ? छैन। हामीसँग सबै कुरा छ। धेरैजनाले भने, धवल दाइलाई पनि भनेछन्, भन्छन्, मलाई पनि भन्छन् राप्रपा सकिएको पार्टीमा। ए बाबा राप्रपा पो सकियो त, धवल शमशेर त सकिया छैन नि त। मान्छेको इमेज हुन्छ नि त, इमेज सकिँदैन नि त। त्यही हो इमान्दारिता भनेको। एकजना धवल शमशेर आउँदा पनि मलाई पुग्छ है। किनभने महाभारतको लडाइँमा के एकातिर कृष्ण र एकातिर लाखौँ सेना उभिएर छान भन्दाखेरि दुर्योधनहरूले लाखौँ सेना र हतियार छानेका थिए नि, छानेका थिए होइन। मैले यो लाखौँको भिडबाट धवल शमशेरलाई छानेको के गल्ती गरेँ मैले? हामीले त गल्ती गरे जस्तो लाग्दैन। लाग्छ त के हो कुरो?
अनि मिल्ने बिग्रिने कुरै छैन। मिल्ने बिग्रिने केका लागि, मिल्ने केका लागि पहिला उद्देश्य हुनु पर्यो नि। उद्देश्य दुईजनाको एउटै छ। नेपालको भूगोलको गर्वमा रहेको किराँत बौद्ध सहितको वैदिक सनातन हिन्दू अझ्याचेर राज संस्था स्थापना नगरिकन यो देश र नेपाली जनताले सुख र शान्ति पाउँदैनन्। यही होइन हाम्रो उद्देश्य? यही हो नि हाम्रो उद्देश्य। जुन दिन राजा गद्दीमा बस्नुहुन्छ, राज संस्था फर्किन्छ र राजा गद्दीमा बस्छन् नि, त्यो दिन दाजु र भाइ दुईजना पहेँलो लुगा लगाएर जाउँला न खप्तर। के चाहिँ बिग्रिएको छ यहाँ? केही छ त दाइ? कस्ता कता योगी महात्माहरू चाहिँ खप्तर बसिया हुन् नि त, होइन? हरिद्वारमा गएर बसिया छन् नि त। विश्वका अरबपति म तपाईँलाई के भन्छु भने स्टेभ जम्सको वाइफ त त्यहाँ हरिद्वारमा आएर बस्नु भएको छ। स्टेभ जम्स भनेको तपाईँको 3 महिनाको उसको टर्नओभर भनेको 24 अर्ब अमेरिकन डलर हुन्छ। 3 महिनाको एप्पल कम्पनीको मालिकिनी होइन स्टेभ जम्स। संसारका धनी धनीले पनि लास्टमा गएर के हुन्छ? जन्मेको किन मर्नलाई? हामी चाहिँ जन्मेको मर्नलाई नै हो। त्यही भएर हामी ढाँट्दैनौँ, हामीलाई ढाँट्नु छैन। र जहिले पनि मैले भन्थेँ, दाइ अहिले यहाँ हुनुहुन्छ, मैले त्यतिखेर भन्दाखेरि दाइहरू राप्रपा हुनुहुन्थ्यो, त्यतिखेर चित्त दुख्थ्यो होला दाइहरूलाई। यो राप्रपा भनेको पार्टी चाहिँ चुनाव आएपछि राजा र धर्म साट्ने, भोट लिने, सांसद हुने। संसदीय दलको नेता भएपछि एउटा गाडी पाइहाल्दो रहेछ, यसो भत्ता सत्ता आइहाल्दो रहेछ। त्यतिपछि 5 वर्ष बित्यो, 5 पल्ट त्यसरी ढाँट्न पायो भने त लाइफ सकिएको। विकाससँग के मतलब, जनतासँग के मतलब? केही मतलब छ त मान्छेलाई? अब हामीलाई त्यसरी गाडी चढ्नु छ त धवललाई? छ हो, आफ्नै छ। यहाँ हाम्रो भएको गाडी कसले चढ्देला भइसक्यो, भएका घर खाली भइसके। कतबाट भयो नि दाजु, हामी नेपालीहरू कहाँ पुगेका छौँ भने घर बनायौँ छोराछोरीका लागि भनेर, छोराछोरी विदेश पठाएर घर ओढाएर बनाएका छौँ। र आज यसमा सबैभन्दा ठुलो कुरो विजयनगरजीको मैले अस्ति कुरा गरेँ। आज पनि हामीले दाइले मलाई सुरुमा के भन्नुभयो भने, दाइ र अस्ति दिलविकास दाइ, उहाँहरू भनेको एउटा राप्रपाले एउटा रत्न भन्छ नि, होइन डायमन्ड भन्दा पनि प्योर चिज हुन्छ क्या रत्न, रत्नपुत्र भन्छ क्या। मढी राप्रपाले पाएको मढी गुमायो क्या। होइन, जसको घरमा बसिया छ, जसले घर दिएको छ, जसले आश्रय दिएको छ कि त्यसैलाई आउट गरेको छ। मलाई त गजब लाग्यो। कसको घरमा राप्रपा पार्टी बसिया छ भन्दा दिलविकास राज भण्डारी दाईको घरमा उसैले फेरि कारबाही गरेको छ राजेन्द्र दाईले। भनेपछि मर्ने बेलामा के हुन्छ भन्दाखेरि टुप्पैबाट मरेर आउँछ। मर्ने बेलामा विनाशकाले विपरीत बुद्धि भन्छ नि। जसले देश बनाइदियो पृथ्वीनारायण शाहले, उहाँकै शालिग भत्काए। कमसेकम हामीले त सम्मान गरौँ राजाको, राज संस्थाको सम्मान गरौँ। किनभने 36 वर्ष हेरियो। एउटा कुरो मलाई गजब लागेको कुरो के छ भने, दाइ हामी जुन ठाउँमा उभिएको छौँ, दुर्गा प्रसाद चाहिँ एउटा यस्तो ताकत हो कि यिनीहरूले बुझेकै छैन। मलाई जहाँ जाँदा पनि थुन्छ नि, अझै कतिपल्ट थुन्छौ, कतिपल्ट थुन्छौ। म जति खेप्दा पनि थुनिन तयार छु। म हार्दिनँ, मलाई हार्ने छुट्टै छैन। मैले हारेँ भने देशले हार्छ, म भागेँ भने देश भाग्छ। कुरा भन्नु होइन? त्यसले गर्दाखेरि यो थुनी जेल हाल्ने केपी ओली र बालन सरकार र यो सुशीला कार्की सरकारको झन्डै 1.5 वर्षको टाइममा 1 वर्ष त जेलै बसेछु। 14 पल्ट गरेर 1 वर्ष झन्डै जेल, झन्डै 300 कति दिन गन्तीमा आउँछ क्या। कहिले 7 दिन, कहिले 31 दिन, कहिले 4 महिना, कहिले 15 दिन, कहिले 21 दिन, कहिले यस्तै गरेर। नेपालको हिस्ट्रीमा सबैभन्दा बढी बन्दी प्रत्यक्षीकरणबाट छुटेको मान्छे म। 11 चोटि छुटिसकेँ। ओल्ड रेकर्डै होला जस्तो, गिनिज बुकमा नाम लेखेला जस्तो। हेर्नुहोस् है,
त्यति गर्दा पनि यो दुर्गा प्रसाद गल्दैन भन्छ। यसलाई कसरी गलाउने? मैले भने मलाई मेरो श्रीमती र मेरो दिदीले कहिले कहिले सबैजनाले भाग भन्छ, लुक भन्छ। अनि मलाई मेरो श्रीमतीले के भन्छन् भने, दिदीले पनि भन्नुहुन्छ, अर्का घरमा गएर तपाईँ लुक्नुहुन्छ, त्यहाँबाट पक्रेर ल्यायो भने अर्को बेइज्जत हुन्छ। किन लुक्नु? लुक्ने काम गरेको छ, बलात्कार गरेको छैन, भ्रष्टाचार गरेको छैन, सहकारी ठगेर खाएको छ तपाईँले? छैन। बलात्कार गरेको छ? छैन। देश र जनता र सर्वहारा वर्ग र भुइँ मान्छे उत्पीडन वर्गको लागि हिँडेको मान्छे कहाँ लुक्नुहुन्छ? तपाईँ अहिले लुकेर जहाँ गए पनि यो जनताले त तपाईँलाई खोजिराख्छ। त्यसले गर्दा नलुक्नुहोस्। किन बदनामको भोग्नुहुन्छ भन्छन् क्या मलाई घर। र यो अभियानमा आउँदै गर्दा, यो अभियानलाई यहाँसम्म ल्याउँदै गर्दा मलाई दिल विकास दाइले यहाँ यो एमाले यहाँ मलाई घेरिसकेपछि बिचरा आफै आएर पानी हाल्दैन, कालो दलेको थियो। तर त्यही कालोले आज यो दिनको उत्पत्ति गराएको छ। र त्यही कालोले गर्दाखेरि आज एमालेको अन्त्य भएको छ। हामीले पनि झापामा यहाँ कालो दलेर महेश बस्नेत झापामा गएको कि हामीलाई देखाउनलाई। हामीले उभि 27वटा गाडी होइन, 1 मिनटमा 1 मिनटमा उडे त्यहाँ फिल्मी स्टाइलमा। हाम्रो ताकत हामीले देखाइदिउँ। र एमालेलाई त हामीले उभि सक्यौँ। जो जग भएको माथिदेखि तलसम्म जग भएको, यो त यसले राम्रो काम गर्छ होला भनेको यो त कामै गर्दो रहेछ। म अहिले आउँदा एउटा हेरेँ क्या धवल दाइ, यो त कमलाको फुल एक लात्ती दिँदा यो सकिन्छ। कामै छैन यो पार्टीको। किनभने यसले के गर्यो भने नि, सबैभन्दा पहिला गरिबमाथि प्रहार गर्यो। गरिबी खेद्ने हो, गरिब मान्छे खेद्ने होइन क्या, मान्छेको गरिबीको खेद्ने हो त। आज म एउटा भिडियो हेरेँ मैले, बिहान मैले पोस्ट पनि गरेको छु। टेम्पूमा जङ्गलमा दाइ, जङ्गलमा फलफुल बेच्दै गरेको महिलाको टेम्पू ठेल्दै हो वनपालेले, यहाँ बेच्न पाइँदैन भनेर। सडकका पेटीमा पनि बस्न दिँदैन, वनमा गएर बेच्छु भन्दा पनि दिँदैन। खोजेको यसले के हो? खोजेको चाहिँ के हो? कहाँ बेच्नुपर्ने? अनि यिनीहरूका श्रीमतीहरू, यिनीहरूका आफ्ना मान्छेहरू विभिन्न मान्छेहरूसँग डिल गरेर हिँडेको प्रमाण म 2-4 दिनमा देखाइदिउँला। प्रमाण म देखाइदिउँला। मैले भनेको छु, प्रधानमन्त्री, राजसभा सभापति, हरेक तिमीहरूका सिरानीमा हामी पुगेका छौँ। तिमीहरू सुख शान्तिले नबस। किनभने तिमीहरू अमरेश कुमार दाइले भन्नुहुन्छ नि, यो आफैमा फुलेको बेलुन अरे, कुन चाहिँले आएर पिन हानिदिन्छ, सकिन्छ। पिन हान्न मात्रै बाँकी छ है दाइ, पिन हान्न। तपाईँलाई म एउटा कुरा के भन्छु भने, यति चाहिँ हामी निश्चिन्त हौँ। काङ्ग्रेस, एमाले, माओवादी त उठ्दैन, राप्रपा त उठ्दैन। राप्रपा त विसर्जनै भइसक्यो, अहिले मुख छाड्न थाले। अहिले मैले आउँदा दाइ अहिले त दाइलाई अलिक होसियार गर्नुहोस्, तपाईँलाई अहिले टार्गेट छ, 1-2जना मान्छे राखेर हिँड्नुहोस्। मैले पनि सुनेको छु, 1-2जना मान्छे लिएर हिँड्नुहोस्। अब मलाई त यिनीहरूले सक्दैनन्, मलाई त यिनीहरूले सक्दैनन् दाइ। तपाईँ अलिक सिधा पनि हुनुहुन्छ, लापा खेलिहाल्नु हुँदैन। म त लापा पनि खेलिहाल्छु लुगासुगा खोलेर। होइन, नेतामा सबै कुरा हुनुपर्छ। कहाँ नेता हुन्छ त? हो कि होइन? टार्गेट बनाएका छन्। र अहिले यिनीहरूलाई सबैभन्दा ठुलो औडाहा, खटपटी, छटपटाहाट। अरे दाइ, राजेन्द्र लिङ्गदेन भनेको त मान्छे के हुन् भने आइआरआईको मेम्बर होइन भाइ? आइआरआईको मेम्बर हुन्। मसँग प्रमाण छ। जुन आइआरआई, एनइडी, के अरे आइआरआई र एनइडी यी जम्मै लागेर राज संस्थाको 2058 साल जेठ 19 गते जुन विवशमा हत्या गरियो नि, त्यो सबै केन्द्र। अनि त्यहाँबाट तपाईँको चाहिँ नि देशको राजालाई गद्दीबाट हटाउने, हिन्दू धर्म मास्ने, होइन, सङ्घीयता लाद्ने, सबै यो काम गर्ने
डिपार्टमेन्टको उहाँ मेम्बर हो। हिजो अस्ति कालो जहाजमा उहाँ पोखरामा आयो नि, उहाँले सुधा $3 लाख दिएर गएको। अनि यता दाइ भन्नुहुन्छ, दाइले झन्न बाँच्नु भएछ, ऊ चुनावमा किन गएको भन्दा त्यो $3 लाख त पचाउनु पर्यो नि त, सदस्य त उसको कहाँ नेपालीहरूको। म के भन्छु भने तपाईँहरू यो देशको नेताहरू, सबै नेताहरू अहिलेसम्म देखियो तपाईँहरू गद्दार हो। किनभने आमा र देश भनेको एउटै हो। तपाईँहरू आमा र देश बेच्नु, आमा र छोरी बेचेर अमेरिकामा घर बनाएर आफ्ना छोराछोरी राख्नु, योभन्दा गद्दार, योभन्दा अपराधी कोही हुँदैन। तपाईँहरूले कमाएको पैसा काम लाग्नेवाला छैन, काम लाग्दैन। तपाईँहरू आमा बेच्ने हो, तपाईँहरू छोरी बेच्ने हो, तपाईँहरू देश बेच्ने भनेको आमा र छोरी बेच्ने हो। तपाईँहरू अपराधी हो, सबै देखियो। आज हेर्नुहोस् सुस्तामा हेर्नुहोस् दाइ, नेपाली जनताले देशको सीमा रक्षा गर्नु परेको छ। नेपाली जनताले, प्रधानमन्त्रीले त्यस्तो कुरा बोल्छन् दाइ, यो संसारमा हुने कुरा हो। राजा खेदेर के गरेको रहेछ? अनि राजदरबार हत्याकाण्डको फाइल खोल्छु भनेर सबै मुड चाहिँ एकातिर मान्छेलाई नि फेरि नयाँ कुरो हालिदिएको छ। नेपाली त्यही हो। संसारमा सबैभन्दा कम आइक्यू भनेको बुद्धि भएको मान्छे तान्जानियाका अरे, त्योभन्दा कम बुद्धि भएको नेपाली रहेछ। जुन संस्थाले राज संस्था सक्यो, हिन्दू राष्ट्र सक्यो, त्यही संस्थाले सिंहदरबारमा आगो लगायो। टिओबी ग्रुप, दलाई लामा ग्रुप, दाउद इब्राहिम ग्रुप। अब त्यही संस्थाले फेरि राज संस्थाको पत्ता लगाएर अनि राजाले हारिदिन्छ भन्दाखेरि हाम्रा केही राजावादी पत्रकार, केही साथीहरू केही यत्र टिको लगाएर हिँड्ने नि माथि हिमाल जस्तो डडेलो बनाएर ढोग्ने नि राजालाई भेट्दा। राम्रै हिमाल जस्तै गर्छन्, ढोगेर सुत्ने। राजा आफै ल्याइदिन्छन्, राजा उहाँले ल्याइदिन्छ भनेर मख परेका छन् कि जुन संस्थाले राज संस्था सक्यो, हिन्दू राष्ट्र सक्यो र यहाँ दलाई लामा जन्माउन चाहन्छ, यति कुरा त बुझ्नु नि।